आज म तपाईँलाई यस्तो नौलो चिज देखाउँछु कि हेर्नु है ल के हो भने नि बुढो मान्छे हो पिङ खेल्ने त यार दसैँ तिहार त लागेको छैन त हामी आज चाहिँ यसो एकछिन बाहिर निस्किनु भनेर निक्लेकै यसो घुम्ने ठाउँहरू होइन पार्क होइन आएको छौँ यहाँ सबै थोक छ त्यहाँ हेर्नु त है पिङ छ यो दुईपट्टि झुलाझुली खेल्ने छ त्यसपछि फेरि पिङ अनि यो केटाकेटी खेल्ने ठाउँ छ हेर्नु त है कति राम्रो यहाँ घडी पनि बनाइदिएको रहेछ घडी पनि छ हेर्नु त है यहीँनिर केटाकेटी खेल्न यहाँ माथि होइन अनि यहाँबाट घडी पनि छ है घडी पनि यसरी यसरी कतिमा राख्ने के हो है केटाकेटीलाई यसो टाइम पास यस्तो छ यहाँ टक्क छिर्ने यहाँ यहाँ छिरेर सोलुलुल छिरेर यहाँ निक्लिने अनि यो चाहिँ के हो यार यस्तो छ केटाकेटीलाई खेल्ने ठाउँ राम्रो छ यहाँ चाहिँ ठुलो मान्छेहरूले पनि यसो खेल्ने ठाउँ जिमसिम गर्ने होइन हल्का एक्सर्साइज गर्नेहरू अरू चाहिँ यता चाहिँ राम्रो राम्रो अलिक ठुला मान्छेहरूले गर्ने यो चाहिँ सेटअप हान्ने ठाउँ रहेछ होइन अनि यो चाहिँ लेग एक्सप्रेस अरे होइन यो चाहिँ खुट्टाको एक्सर्साइज गर्ने ठाउँ होइन अनि धेरै छ है यो चाहिँ आर्म्स बनाउने अरे कसरी घुम्दो रहेछ कसरी बनाउने भनेर कसरी गर्ने भनेर यहाँ यस्तो टेक्ने रहेछ यस्तो गरेर टेक्ने रहेछ होइन यस्तो गरेर अनि यसलाई यसरी गर्ने होला सायद रोटेट गर्ने हो रहेछ त्यहाँदेखि यो जम्पसम गर्ने रहेछ सबै थोक छ यहाँ है जे होस् राम्रो छ जे होस् राम्रै रहेछ होइन एक्सर्साइज पनि हुने अनि कस्तो हुने रहेछ भनेर घुमिदिउँ न भनेर आएको हामी मार्केट आएको मार्केट चाहिँ यो हो है हाम्रो हिरो मार्केट लेखिरहेको छ नि हेर्नु त उहाँ यो हिरो मार्केटमा सामान किन्न भनेर आएको मेरो पार्टनर उहाँबाट घुम्दै रहेछ के हेर्दै घुमेको होला हेर्नु ओ के गरेको त्यहाँ दोकान खुलेको छैन अहिले दोकान नखुलिन्जेल यसो यो चाहिँ मलेसियाको सेलेङ्गर भन्ने ठाउँ रहेछ है सेलेङ्गरको पुचुङ एरिया पुचुङ भनेको गाउँ एरिया नै हो